हेलो नानी, मलाई चिन्यौ? म हो तिम्रो साथी, तिम्रो नयाँ मोबाइल। मेरो दुनियाँमा फेसबुक छ, इन्स्टाग्राम छ, युट्युब छ, पबजी छ, फ्री फायर छ, टिकटक पनि छ। बच्चादेखि बुढासम्म, नेतादेखि अभिनेतासम्म सबै मेरो इसारामा नाच्छन्। आऊ मसँग मेरो दुनियाँमा रमाऊ। तिम्रो यो दुनियाँ त हाम्रो भन्दा पनि धेरै रङ्गिन रहेछ। यसरी मोबाइल मात्र चलाएर जिन्दगी चल्छ त? पढाइतिर पनि ध्यान दिनु पर्यो है। मलाई थाहा छ म के गर्दैछु, कसैले मलाई सिकाउनु पर्दैन। आज भोलि त नानीको पढाइतिर ध्यानै छैन, होमवर्क पनि गर्दैनन्। नानी त पहिला भन्दा धेरै चेन्ज भइसकेछ। किन होला सर? नानीको ख्याल गर्नुहोस् है सर। छोरी, के भएको छ तिमीलाई? किन तिमी यस्तो गर्दैछौ? खै किन हो बाबा, मैले आफूलाई सम्हालिसकेको छैन। आज भोलि तिमीले मलाई वास्तै गर्दैनौ। म हो तिम्रो असल साथी। आऊ यो हात समाऊ, तिमीले उडान भर्न अझै बाँकी छ। म हो तिम्रो असल साथी। आऊ यो हात समाऊ, हामीले अझै धेरै कुरा देख्न बाँकी छ। बतास बनी छुन आइदेऊ न, फेरि मेरै हुन आइदेऊ न। बतास बनी छुन आइदेऊ न, फेरि मेरै हुन आइदेऊ न। म त पर्खेको पर्खै छु, म त पर्खेको पर्खै छु। रातमा निन्द्रा हराएको छ, दिउँसोको भोक पनि हराएको छ। म आफ्नालाई पनि बिर्सेको छु। जहिलेदेखि मेरो जीवनमा मोबाइल आएको छ। छोरी, हाम्रो सम्बन्ध भन्दा पनि ठुलो यो मोबाइल रहेछ। एक दिन जारी नहोस् यो जीवन, जौटी बनोस् बित्नुमा सपना निभैरी नहोस् आफ्नै मन। मलाई मेरो लाइफ चाहियो, मलाई
मलाई धेरै भ्युज पनि चाहियो, मलाई धेरै फलोअर्स पनि चाहियो। म त भाइरल हुन जे पनि गर्छु। भिडमा